हेलो गाइज, गुड मर्निङ। अब चाहिँ हामीले पनिर मोमोको तयारी गर्दैछौँ है। फाइनली आज पनिर मोमोको मिजा गरेर देखाउँदैछु मैले, र सबैजनाले हेर्नु होला यो मिजालाई। लाइक सेयर कमेन्टको कमी नहोस्। र अब चाहिँ हामीले चाहिँ पनिरलाई ट्याक्क यसको अनबक्स गर्छौँ पनिर, अनि त्यसपछि त्यहाँ ट्याक्क लाएर अब यसलाई कद्दुकस गर्छौँ, ग्राइन्डर गर्छौँ। त्यसपछि ट्याक्क लाएर यो सब पनिर घिसिसकेपछि हामीले अनि ट्याक्क लाएर मिजाको लागि अगाडि प्रोसेस गर्नेछौँ। पहिले राम्रोसँग यसलाई कद्दुकस गर्नुपर्ने हुन्छ पनिरलाई। त्यसपछि त्यहाँ कद्दुकस भइसक्यो भने मिजाको अगाडि प्रोसेस गर्नुपर्छ गाइज। तपाईँले देख्न सक्नुहुन्छ सबैले एकदम भिआइपी पनिर हो, राम्रो खाले। यो चाहिँ भेज पनिर मोमोको लागि तयारी हुँदैछ। ट्याक्क लाएर अब फाइनली पनिर घिसेर सकिसकेको अवस्था छ। यसलाई राम्रोसँग मिक्स गर्नुपर्छ। त्यसपछि ट्याक्क प्याज हाल्नुपर्छ, प्याजहरू गर्नुपर्छ प्याज, अनि प्याजलाई राम्रोसँग यसलाई मिक्स गर्नुपर्छ। यसमा धेरै कुराहरू छुटेको छन्, सबै कुराहरू प्रक्रिया गर्न मिलाउन सकेको छैन। अब भन्नु होला फेरि अन्य सेफहरूले फेरि पनिरको मिजा गर्दाखेरि चाहिँ अरू सामानहरू हालेन, यो हालेन ऊ हालेन भन्नु होला, केही छैन। यसमा चाहिँ हरियो प्याज पनि एड गर्नुपर्छ। त्यसको साथसाथमा हरियो धनिया एड गरेको छु मैले। अनि अब यसलाई चाहिँ राम्रोसँग मिक्स गर्छु मैले हैन। फाइनली मिक्स गरिसकेपछि यसमा ट्याक्क लाएर फेरि बटर हाल्छु मैले। अमुल बटर हो, ट्याक्क लाएर गरम गरेर बटर हाल्ने, स्वादअनुसार नमक हाल्ने, स्वादअनुसारको अलिकति अजिनामोटो पनि हाल्ने, अजिनामोटो एड हुन्छ। अनि साथसाथमा यसलाई अदरक लसुनको पेस्ट हालेर ट्याक्क लाएर यसलाई मिक्स गर्ने। अदरक लसुनको पेस्ट किन रातो छ त भन्नु होला फेरि, यसलाई रातो खाले खुर्सानी पनि हालेर पिसेको थिएँ कि मैले, त्यस कारणले गर्दाखेरि रातो छ पेस्ट। हल्का स्पाइसी पनि हुन पर्यो, त्यस कारणले गर्दाखेरि ट्याक्क लाएर हल्का स्पाइसी पनि हुन्छ र दामी पनि हुन्छ पनिरको मिजा गाइज। त अब लगभग हाम्रो पनिरको मिजा बनाएर फाइनल हुँदैछ। अब फाइनली यसलाई मिक्स गरिसकेपछि चाहिँ हामीले निकालेर यसलाई एउटा भाँडामा राख्छौँ। अनि ट्याक्क लाएर अहिले फेरि एकछिनपछि हामीले मिजा बनाएर मोमो बनाउन सुरु गर्छौँ गाइज। आजको शुभ दिन चाहिँ स्पेसल पनिर मोमो बनाएर जानेछ, र आउने दिनमा भेज मोमो, चिकन मोमो लगायत अरू मोमोको मिजा पनि गरेर देखाउने छु मैले। र लगभग फाइनल देखिसक्नुभएको छ तपाईँहरूले मेरो पेजमा। मोमोज पनि धेरै बनाएर हालिरहेको हुन्छु, मोमोज पनि देख्न सक्नुहुन्छ। र बहुत फ्यान्टास्टिक मिजा बनाएर रेडी गरिसकेको छ। अब चाहिँ यसलाई ट्याक्क माथि हरियो प्याजले गार्निसिङ गरेर राखिन्छ। तो गाइज इसको लाइक शेयर कमेंट कीजिए। थैंक यू सो मच।